जबरजस्ती खोजिदिएपछि अबोर्सन ट्याब्लेट पाठेघरमै युद्ध जितेर आएकी हो। फेरि पनि छोरी नै जन्मने थाहा पाएर यो समाजका क्रूर नङ्ग्राहरूले आमालाई जबरजस्ती खोजिदिएपछि अबोर्सन ट्याब्लेट पाठेघरमै युद्ध जितेर आएकी हो। कतै पुजेर, कतै चढाएर, कतै चुडेर, कतै चुसेर, जताततै फ्याँकेको देखेर फुलहरू, देखेर यसरी फुलहरूको निर्मम हत्या आफैले राखेकी हो उसले आफ्नो नाम फुल मायाबाट फुलमती फुल। अनेक निहुमा फुलमाला तोडेपछि प्रेमीले, अनेक निहुमा फुलमाला तोडेपछि प्रेमीले उसैको रक्षानमा मिल्काएर हिँडेकी हो। कारागार सजाउने पराधीन आकाङ्क्षाहरू उसँग कुनै ढोगी खानदानकी संस्कारी बुहारी नबन्नका लागि थुप्रै थुप्रै अयोग्यताका प्रमाणपत्रहरू छन्। उसँग सहपाठी साथीमाथि दुर्व्यवहार गर्ने शिक्षकलाई थप्पड लगाएको प्रमाणपत्र छ। उसँग छिमेकी भाउजूलाई दिनरात यातना दिने दाइको विरुद्ध समाज बोलाएको प्रमाणपत्र छ। उसँग छोरा नजन्माएको निहुमा, अनेक निहुमा आमालाई सताइरहने बाबु विरुद्ध समाज बोलाएको प्रमाणपत्र छ। उसँग बलात्कार गरेर मारिएका कैयौँ निर्मला पन्तहरूको न्यायको खातिर जुलुसमा हिँडेको प्रमाणपत्र छ। अचेल ऊ युगौँ युग बन्दी आफ्नो पाठेघरमा बोकेर हिँडेकी से स्पाती भ्रूणहरू, फुलहरूको हत्या हुने कथित बगैँचाहरूमा फुलहरूको रक्षार्थ नितान्त आफ्नो गर्भाशयबाट आफ्नै मनमर्जीले जन्माउन चाहन्छे ऊ एउटा काँडा। धन्यवाद। धेरै धेरै धन्यवाद आदरणीय मन्जुल मितिरीज्यूलाई निकै सुन्दर कविताका लागि यहाँलाई धेरै धेरै धन्यवाद। त्यसै गरी एउटा अर्को कविता पनि सुन्छौँ हामी, त्यस पछाडि दोस्रो चरणमा प्रवेश गरौँला। जापानमा बसेर कविता लेखनमा निकै व्यस्त हुनुभएका आदरणीय हेमन्त गिरिज्यूलाई एउटा कविताको लागि म मञ्चमा आमन्त्रण गर्न चाहन्छौँ। त्यस पछाडि स्वागतजी। अप्रत्याशित भयो, मैले कविता लेखेको छैन पछिल्लो दिनमा। अलिक पुरानो कविता सुनाउँछु। त्यसभन्दा अगाडि यथोचित सम्बोधन सबैजनामा। ठिक छ, मैले अर्को कविता सुनाउनु खोजिरहेको थिएँ, दिदीले भन्नुभयो अस्तिको कविता सुना। हुन्छ। हस्, उपस्थित सम्पूर्णमा मेरो अभिवादन र दिदीलाई जापानमा स्वागत छ। र आज लोकार्पण भएको कथाकार सुजन बैरागीजीको कथाको लागि उहाँलाई पनि बधाई तथा शुभकामना। मलामी कविता मेरो आवाजमा वाचन गर्दैछु। यति बेला म मरेको छु, यति बेला म मरेको छु, मेरो लास बोकिरहेको मानिस मेरै 13 दिने दाजुभाइ हो, जो मसँग 13 वर्ष बोलेन। अर्को छ मेरो लास बोक्न पालो पुरिरहेको, ऊ घर जोडिएको छिमेकी हो, जसको मन मसँग जोडिन कहिल्यै मानेन। पछाडि छन् मलाई जलाउने विधिबारे छलफल गरिरहेका आफन्तहरू, जसले मलाई चलाउने विधिबारे कहिल्यै छलफल गरेनन्। धेरै छन् यो मलामीको भिडमा जो मौन छन्, धेरै छन् यो मलामीको भिडमा जो मौन छन्। कसैले चलन निभाइरहेका छन्, कसैले जलन निभाइरहेका छन्। कतिले मलामी आउन पाइन भन्ने सन्देश पठाएका छन्। ती तिनै हुन् जो जिउँदो हुन्जेल आउन नै चाहेनन्। म सोचिरहेछु लास बनेपछि यति प्यारो हुने मानिस सास हुन्जेल किन प्यारो नहुने होला। ऊ हस्याङ फस्याङ गर्दै कोही आइपुग्यो, अन्तिम पटक मेरो मुख हेर्न भनी सायद त्यो मेरो छोरो हो, जसले तेरो मुख कहिल्यै हेर्दिन भनी घर छोडेको थियो। लासले ठुलो कुरो गर्यो नभन्नु होला है, लासले ठुलो कुरो गर्यो नभन्नु होला है। बाचुन्जेल त कहाँ
बोल्न सकिँदो रहेछ र बेबारिसे मरिन्छ कि भन्ने डरले पनि। मरियो हजुर शानदार मरियो, मरियो हजुर शानदार मरियो, बाँचुन्जेल जसरी बाँचे पनि। खोइ त हजुरको फुलबुट्टे श्रद्धाञ्जली छुट्नु होला नि फेरि। धन्यवाद। धेरै धेरै धन्यवाद। निकै सुन्दर एकदमै स्तब्ध तुल्याउने कविताका लागि हेमन्त गिरीज्यूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। केही समय अगाडि उहाँले सामाजिक सञ्जालमा राख्नुभएको थियो कविता, निकै नै रुचाइएको कविता हो यो। यसका लागि र आगामी कविता यात्राको लागि धेरै धेरै शुभकामना छ। हामीले र यसका लागि सहजीकरणका लागि म संस्थाका महासचिव अनिल कुमार निर्दोषज्यूलाई अनुरोध गर्न चाहन्छु। त्यसै गरी उपाध्यक्ष एनआरएनए उपाध्यक्ष विनोद खनाल पनि हुनुहुन्छ। म उहाँलाई पनि अगाडि आइदिनु हुनको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। विनोद खनालज्यूलाई पनि धेरै धेरै धन्यवाद छ। यहाँहरूको सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौँ। अतिथिहरूलाई सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ र त्यसै गरी आफ्ना केही शब्दहरू राखिदिन हुनको लागि म एनआरएनए जापानका अध्यक्ष आदरणीय श्री सुभाष लामिछानेज्यूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। कार्यक्रम सञ्चालकज्यू, आजका यस कार्यक्रमका सभापतिज्यू र स्रष्टा राधिका कल्पितज्यू र सुजन बैरागीज्यू र यहाँ उपस्थित सम्पूर्ण कविज्यूहरू र सामाजिक व्यक्तित्वहरू सम्पूर्णलाई म सुभाष लामिछानेको तर्फबाट र एनआरएनए जापानको तर्फबाट हार्दिक नमस्कार टक्राउन चाहन्छु। र सर्वप्रथम त अनेसास जापानलाई, हामीलाई एनआरएनए जापानलाई यो ठाउँ दिनुभएकोमा धन्यवाद पनि दिन चाहन्छौँ। र यसलाई हामीले कसरी बुझ्छौँ भने तपाईँहरूले दिएको यो हाम्रो लागि दबाब हो। भोलि काम गर्नको लागि दबाब दिइरहनु भएको छ, त्यही दबाबमा बसेर हामी भोलि काम गर्नेछौँ भन्ने पनि तपाईँहरूलाई प्रश्न पार्न चाहन्छु। र आगामी दिनमा अनेसास जापानसँग धेरै कुरामा सहकार्य गर्ने इच्छा छ। तपाईँहरूका कार्यक्रम धेरै जापानवासी नेपालीको लागि उपयुक्त कार्यक्रमहरू गर्नुभएको छ। सायद म अनेसासको कार्यक्रममा कमै छुटाएको छु होला, धेरै जसो म उपस्थित भइरहेको छु। मलाई पनि कथा, कविता, मुक्तकहरू अत्याधिक मनपर्ने हुनाले र आगामी दिनमा यस्तै यस्तै तपाईँहरूका कार्यक्रमको अपेक्षा, कार्यक्रम सँगै गर्ने, हामीसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता पनि जनाउँदै र राधिका कल्पितज्यूलाई उहाँको जापान बसाइ सुखद रहोस् भन्ने शुभकामना दिँदै र 2-4 शब्द टुङ्गाउन चाहन्छु। हस्, धेरै धेरै धन्यवाद। अब हामी दोस्रो चरणको लागि मैले विनिसा सापकोटा म्यामलाई चाहिँ अनुरोध गर्न चाहन्छु। दोस्रो चरणको तयारी चलिरहँदा त्योभन्दा अगाडिको छोटो समयको लागि मैले कवि बलराम उपाध्यायलाई अगाडि बोलाउन चाहन्छु र उहाँको एउटा छोटो मिठो कविता सुनेर हामी दोस्रो चरणमा राधिका कल्पितसँग भलाकुसारी गर्नेछौँ। नेपाली साहित्यको अत्यन्त गहन नलेज छ उहाँसँग। धन्यवाद। अनेसासको यो आयोजनामा 76औं नियमित साहित्य श्रृङ्खलामा यहाँहरू सम्पूर्णलाई नमन गर्दै म धेरै भूमिका नबाँधेर एउटा कविता वाचन गर्ने अनुमति चाहन्छु। कविताको शीर्षक रहेको छ प्रिय मान्छे। प्रिय मान्छे, मेरो स्मृतिबाट पर पुग्न नपाउँदै पुनः तिम्रा यादहरू निसङ्कोच मेरा मगजका हरेक खोजहरूमा निरङ्कुश शासन जमाउन थाल्छन्, विस्तारवादको अभियान चलाउन थाल्छन् र मेरा सपनाहरूमाथि
एकोहोरो सङ्कटकालको घोषणा गर्दछन्। इसारामा निदाउन हुकुमत लागू हुन्छ, यो कस्तो स्मृति। मदिराको नसाभन्दा भयानक, 1000 माइल यात्रापछिको पीडादायक थकान जस्तो, शिशिरको चिसो सिरेटो जस्तो, यो कस्तो सम्झना। तिम्रो अभावमा म चेल सती वियोगमा विक्षिप्त महादेव जस्तै भएको छु। कालकुट विषको नसाभन्दा भयानक तिम्रा यादहरू स्मृतिमा लिएर म लडेको छु, ढलेको छु, विक्षिप्त भएको छु। म चेल आफ्नै सपनाको मलामी जान्छु र तिम्रो वियोगमा ढलेको आफ्नै लासमाथि आगो लगाउँछु। एक दिन म पनि यही महाशून्यमा बिलाउनेछु र कतै तारामण्डलमा ध्रुव तारा बनेर तिमीलाई हेरिरहेको हुनेछु, हर पल मेरो स्मृतिमा आउने ए प्रिय मान्छे। हस्, धन्यवाद। धेरै धेरै धन्यवाद कवि बलराम उपाध्यायज्यूलाई। यो पहिलो चरणको पुग्छु भन्दा भन्दै ठाम छुटेको छ, पुग्छु भन्दा भन्दै ठाम छुटेको छ, भेट्छु भन्दा भन्दै नाम छुटेको छ, पुग्छु भन्दा भन्दै ठाम छुटेको छ, भेट्छु भन्दा भन्दै नाम छुटेको छ। आफैलाई गन्न पनि अर्कैले सम्झाइदिनु पर्ने, आफ्नै जिन्दगीले खुलेआम लुटेको छ। नमस्कार सम्पूर्णमा। सरोजजीलाई धेरै धेरै धन्यवाद र अनिसा स्थापन च्याप्टरलाई हृदयदेखि नै आभार। सर्वप्रथम यो एकदमै गौरवपूर्ण अवसरमा चाहिँ मलाई एउटा जिम्मेवारी दिनुभएकोमा। मैले भर्खरै वाचन गरेको मुक्तक मेरो आफ्नो होइन, जुन स्रष्टालाई आज हामी सुन्न जाँदैछौँ उहाँको हो। एकचोटि उहाँको यो सृजना, यो मुक्तकको लागि ताली बजाइदिनु होला सबैजनाले। राधिका कल्पित स्रष्टा हुनुहुन्छ, सबैजनाको लागि स्रष्टा हुनुहुन्छ, मेरो लागि चाहिँ मेरो गुरु पनि हुनुहुन्छ। उहाँले चाहिँ मलाई साहित्यमा कलम चलाउन सिकाउनु भयो, मलाई डोर्याउनु भयो र कविता, कथाको बिम्ब, प्रतिबिम्ब यी कुराहरू मैले जानेकी थिइनँ। त्यो सबै मलाई सिकाउने भएको भएर उहाँ मेरो लागि स्रष्टा मात्र नभएर एउटा गुरु पात्र पनि हुनुहुन्छ र एउटा गुरुको अगाडि एउटा शिष्य उभिन पाउनु र उहाँसँगै एउटै माइक्रोफोन सेयर गरेर बोल्न पाउनु मेरो लागि चाहिँ आज एकदमै गौरवको कुरा छ र यो अवसरको लागि पनि म हृदयदेखि नै सम्पूर्णमा आभार व्यक्त गर्दछु। अब चाहिँ हामी कल्पितसँग कथा र कविताका कुरामा अगाडि बढ्दछौँ र यो चाहिँ हामीले अलिकति अन्तर्क्रियात्मक गरौँ। कविता सुनिन्छ, कथाहरू हामीले सुनिरहेकै छौँ। राधिका कल्पित एउटा यस्तो व्यक्तित्व हुनुहुन्छ आजको हाम्रो जेनेरेसनको लागि, हामीभन्दा अगाडिको जेनेरेसनको लागि र हामीभन्दा पछि आउने जेनेरेसनको लागि पनि उहाँ चिरपरिचित हुनुहुन्छ। उहाँका चाहिँ अझै धेरै कुरा सुनौँ, केही प्रश्नहरू हाम्रा पनि सोधौँ, उहाँका पनि कुरा सुनौँ भनेर चाहिँ हामीले अन्तर्क्रियात्मक कार्यक्रम गरौँ भनेर राखेका छौँ। र यो अन्तर्क्रियात्मक कार्यक्रमको लागि चाहिँ वक्ताको रूपमा चाहिँ म बोलाउन चाहन्छु अनिसा स्थापन च्याप्टरका उपाध्यक्ष शरद पोखरेलज्यूलाई। उहाँ चाहिँ नेपालको दाङमा जन्मिएर हाल जापानको नागोयामा बसेर कर्म गर्दै आइरहनु भएको छ। उहाँ हामी सबै माझ परिचित हुनुहुन्छ अभियसली। उहाँको कृति मरुभूमिमा डुङ्गा चाहिँ 2079 सालमा प्रकाशित भइसकेको कृति हो र विभिन्न पुरस्कार र सम्मानहरूबाट उहाँ सम्मानित पनि हुनुभएको छ र प्रवासमा रहेर पनि उहाँ निरन्तर कलम चलाइरहनु भएको छ। एकपटक सबैजनाले शरदजीको लागि जोरदार ताली बजाइदिनु होला। अब राधिका कल्पितको बारेमा मैले धेरै भने भनेदेखि सायद शब्दहरू कम पर्छन् होला। उहाँका दुईवटा कृतिहरू प्रकाशित छन्, दुवै कृतिहरू मेरो हातमा छ। बरफका कोइला भनेर उहाँले कविता सङ्ग्रह प्रकाशित गर्नुभयो, जुन एकदमै धेरै डिमान्डमा भएको कविता सङ्ग्रह हो र सँगै अहिले उहाँको यसै साल निस्किएको सम्मोहन कथा सङ्ग्रहले पनि छोटो समयमा नै धेरैभन्दा धेरै पाठकहरूको मन जितिरहेको छ र हामी जस्ता पढ्न मन पराउने, पढ्न रुचि राख्ने व्यक्तिहरूको लागि चाहिँ उहाँको दुवै कृतिहरू एकदमै सशक्त छन्। उहाँ आफै एक सशक्त व्यक्तित्व हुनुहुन्छ। त्यसैले धेरै मैले उहाँको बारेमा भूमिका नबाँधिकन म फेरि पनि उहाँलाई चाहिँ स्रष्टाको रूपमा चाहिँ यो अन्तर्क्रियात्मक कार्यक्रममा स्वागत गर्न चाहन्छु र सबैजनाले जोरदार ताली बजाइदिनु हुन। मेरी आमाले भन्नुहुन्थ्यो, मुर्कट्टाले छल्छ, मुर्कट्टाले जिउँदै मुटु कलेजो खान्छ। केटाकेटी म नबुझेर फेरि सोध्थेँ,
आमा मूर्खटा कस्ता हुन्छन्? टाउको नभएका मान्छे जस्ता हुन्छन्, मेरी आमाको जवाफ हुन्थ्यो। नदेखेसम्म कहिल्यै नपत्याउने म कहिल्यै पत्याइन आमाका कथा जस्ता लाग्ने कुरा। आमा जानुभयो, म आमा बने। म फेरि छोरीलाई कथा जस्तै लाग्ने यथार्थ दोहोऱ्याउँछु। छोरी मूर्खतादेखि सावधान रहनु। नादान मेरी छोरी मै जस्तो गरी सोचे। आमा मूर्खता कस्ता हुन्छन्? छोरी मूर्खताहरू पिठ्युमा आँखा, छातीमा कान, मुखमा मलद्वार र दिमागमा लिङ्ग भएका हेर्दा मान्छे जस्तै देखिने हुन्छ। एक दिन ड्युटीबाट फर्केपछि मेरी डाक्टर छोरी भन्छे, पोस्टमार्टमका लागि आएका मूर्खताले छलेका बालिकाहरूको विच्छेद शरीर देखेर मन विक्षिप्त छ। मलाई बिहे गर्न कर नगर्नुहोस् आमा, मलाई डर लागिरहेछ। कतै मेरो कोखबाट पनि मूर्खता जन्मियो भने। अनि र अहिले चाहिँ जति पनि कविता प्रेमी कथा प्रेमी व्यक्तित्वहरू हुनुहुन्छ उहाँहरूबाट चाहिँ अझ कविता प्रेमी विशेष व्यक्तित्वहरूबाट चाहिँ एउटा आरोप भन्ने कि त्यसलाई एउटा टिप्पणी भन्ने, कल्पितका कथा चाहिँ विद्रोही कथा हुन्छन्, नारीवादी कविता हुन्छन्, विद्रोही चेतका कविता लेख्छन् कल्पितले। र मैले भर्खरै वाचन गरेको आमाका कथा जस्ता कविताहरूबाट चाहिँ पुरुष सत्तामाथि चाहिँ निकै ठुलो प्रहार भइरहन्छ भनेर धेरैले भन्ने गरेको सुनिन्छ। आमाका कथा जस्ता कविता प्रेमिल कविता पक्कै होइन। उहाँका प्रेमिल कविता अरू थुप्रैहरू पनि छन्, तर प्रेमिल कविता रुचाइन्छन् पनि धेरै। धेरै मान्छेले प्रेमिलै कविता मन पराउँछन्, श्रृङ्गार रस धेरै प्रचलित छ। र पनि यस्ता विद्रोही कविता चाहिँ नारीहरूले किन लेखिरहनु परेको होला? धन्यवाद प्रश्नको लागि। अवश्य पनि कल्पितका कविताहरू विद्रोही स्वभावका छन् र कथा पनि त्यस्तै छन्। कविता सँगसँगै कथा पनि विद्रोही चेतनाका छन् र नारी चेतनालाई उजागर गर्ने खालका कथाहरू छन्। र किन लेखिनुपर्छ भन्दा जे कुरा पछाडि परेको छ त्यसलाई उठाउनु लेखकको धर्म हो। र लेखक स्वभावैले महिला हुनुहुन्छ र उहाँ नेपाल एउटा पितृसत्तात्मक देश भएको कारण पनि हामीले छैन भन्दै पनि महिलाहरू पछाडि परिरहेकै छन्। हामीले गरिराखेका छैनौँ भन्दै पनि हामीबाटै पनि अन्जानमै पनि हामीले पनि आफ्नो परिवारमा आमा दिदी बहिनी श्रीमतीलाई पनि हामीले त्यो पितृसत्ताको एउटा आक्रोश, त्यो पितृसत्ताको स्वार्थ हामी अनुकूल प्रयोग गरेर हामीले नजानेरै भए पनि त्यो प्रयोग गरिराखेका छौँ। त्यो पढाइ लेखेका मान्छेले शिक्षितले पनि होइन मेरो घरमा त राम्रो छ भन्दै पनि त्यहाँ चाहिँ महिलामाथि अत्याचार दमन थिचोमिचो भइराखेकै हुन्छ। र लेखक स्वयं शिक्षित परिवारको हुनुहुन्छ, उहाँमा त्यो चेतना छ हामी पछाडि परिराखेका छौँ, हामीलाई दबाइएको छ भन्ने चेतना छ। त्यो भावनाले उहाँले अरूको बाटो हेर्नुपर्ने कुरै छैन। उहाँमा त्यो चेतना छ, त्यो चेतना आफैले उजागर गर्ने हो, त्यो आक्रोश आफैले पोख्ने हो। पुरुषले लेख्दिएला अथवा अरूले लेख्दिएलान् भन्यो भने त पुरुषले त पाए त दबाउने नै भयो होइन। त्यो भावनाले उहाँले जे गरिराख्नु भएको छ एकदमै ठिक गरिराख्नु भएको छ। यो आरोप होइन, यो सत्य नै हो। लेख्नु नै पर्छ, पुरुषले साथ दिने हो। लेख्न सक्ने बोल्न सक्ने पुरुषहरूले साथ दिने हो र लेख्न सक्ने महिलाहरूले लेखिराख्नु भएको छ। राधिका दिदी चाहिँ यो धारमा चाहिँ एकदमै मुखरित हुनुभएको छ। उहाँका कथा कविता एकदमै नारीवादी छन्। महिलाहरू निकै थिचोमिचोमा परेका छन् भन्ने नै हो। र थिचोमिचोमा परेर त्यसको व्याख्या मात्रै होइन कि त्यसको समाधानका उपायहरू पनि। समाधानको उपाय भनेको आवाज उठाउनु हो, विरोध गर्नु हो, विद्रोह गर्नु हो। त्यो उहाँको कवितामा छ। सहमत छु। र सँगै मैले दिदीलाई पनि प्रश्न गर्न चाहेँ, राधिकाजीलाई पनि, कि विद्रोही कविताहरू लेखिरहँदाखेरि धेरैजनाले तारिफ पनि पक्कै गर्नुहुन्छ। तपाईँलाई चाहिँ अप्रिसिएसन धेरै पाउनु भएको छ कि अपोजस? किन यस्तो लेखा होइन? तिमीले त अरू कुराहरू लेख्यो भनेदेखि पनि त चल्छ होला नि, किन नारीवादी नै लेखिरहनुपर्छ त? किन तिम्रा कृतिहरूमा नारीवादी चेतनाहरू नै धेरै छन् त भन्ने खालको कतिको सुन्नु भएको छ हजुरले?
धन्यवाद दिनेश बहिनी। सर्वप्रथम यहाँ उपस्थित सम्पूर्णमा नमस्कार। हामी केही बेर बोल्नेछौँ, धैर्य गरेर सुनिदिनु होला। पहिलो प्रश्न फ्लोरमा आइसकेको छ र विनिशाजीको प्रश्नमा गएँ। म स्वभावैले सानैदेखि निकै कोमल थिएँ। एकदमै अरू साथीहरूले हातमा गुलेरी लिएर हिँड्दाखेरि चरा भुइँमा खस्यो भने अरू खुसीले चिच्चाउँथे भने मैले आँसु बगाउँथेँ। मसँग सँगै पढ्ने सहपाठी साथी हुनुहुन्छ कालिकाई। त्यस्तो कोमल मान्छे, म पानी जस्तै तरल, फुल जस्तै। फुल त म आफूलाई फुलको बिम्ब दिन चाहन्न, तर त्यस्तै कोमल थिएँ। तर त्यो मेरो कोमलता पछि गएर त्यो मेरो निजी भोगाई मात्रै होइन, जब मैले समाजमा विभेद देखेँ, विशेष गरी जातीय विभेद, लैङ्गिक विभेद लगायतका अन्य धेरै विभेदहरू, त्यो विभेद अरूलाई भएको विभेदले पनि म आफूलाई नै एकदमै भए जस्तो मलाई लाग्थ्यो। र म त्यस्तो कोमल मान्छेपछि अलि कडा भएँ। कडा यस अर्थमा कि मेरो भावना कडा भएको होइन, तर त्यो मेरो कडापन मेरो काव्यमा आयो विद्रोहको रूपमा। विद्रोह जहिले पनि कडा सुनिन्छ त्यस्तो लाग्छ। र चाहिँ म एउटा एकदम कोमल मान्छे, खरानी जस्तै जलेँ। त्यसपछि फिनिक्स पंक्षी जस्तै फेरि खरानीबाट फेरि बिउतिन्थेँ, फेरि जल्थेँ, फेरि बिउतिन्थेँ। त्यो गर्दा गर्दै त्यो मेरो जीवन भोगाइ नै त्यही हो कि जस्तो लाग्न थाल्यो। अब त मेरो पर्याय नै एउटा विद्रोह। त्यो पनि सायद जसले पनि आफूले जुन वर्गको प्रतिनिधित्व गर्छ। हामी प्रवासमा हुँदा प्रवासको पीडा लेख्छौँ, नारीले अलि बढी नारीकै पीडा हुन्छ, अब पुरुषको आफ्नै पीडा हुन्छ, श्रमिकको आफ्नै पीडा हुन्छ, शिक्षकको आफ्नै पीडा हुन्छ। विशेषतः म एउटा नारी वर्गलाई प्रतिनिधित्व गर्ने भएको भएर अलिकति नारी आवाजविहीनहरूको आवाज अलिकति बढी मुखरित भएको हो। र त्यसमा गाली त धेरै खाइएको छ, विभिन्न उपमा पनि दिइन्छ, हुन त त्यसैले एउटा पहिचान पनि दिएको छ। तर म कलम चलाउने मान्छे हो र मैले कलम चलाउँदाखेरि एउटा स्रष्टा द्रष्टा सबै भएर चलाउने हो। र अब त्यसमा त्यो पछाडि आउने गाली गलौज अथवा अवरोधहरू भनेको तिनीहरू त मेरा शक्तिहरू हुन्। मैले यति भने। कुनै पनि विद्रोही कृति अथवा विद्रोही साहित्य सृजना गर्नको लागि चाहिँ त्यो कुरामा भिजेको हुनु पर्यो र आँट पनि चाहियो। सायद तपाईँमा आँट भएर नै तपाईँले यो लेख्न सक्नुभएको होला। ठिक छ, म प्रश्नमा नै अगाडि बढ्न चाहेँ। तपाईँलाई नै मेरो अर्को प्रश्न, तपाईँ कविकै रूपमा स्थापित कवि निकै पहिलादेखि तपाईँले लेखिरहनु भएको थियो। मैले हजुरको धेरै इन्टरभ्यूहरू पनि पढेको छु, हेरेको छु। त्यहाँ पनि भन्नुभएको छ कि बाल्यकालदेखि नै तपाईँ लेख्न चलाइरहेको देखेका छौँ। तपाईँ स्थापित कवि हुनुहुन्थ्यो, सबैले कवि राधिका कल्पित भनेर चिनिरहनु भएको र तपाईँको कृति पनि निकै मन पराइएको कृति थियो। यो हुँदाहुँदै तपाईँले कथा चाहिँ किन लेख्न थाल्नुभयो त? कथा एउटा परिचय बनाइसकेको व्यक्तिले फेरि कथामा कलम चलाउनु पर्ने किन? लोकप्रियताको लागि हो? किनकि कथाका किताबहरू अलि धेरै बिग्छन् भन्ने एउटा भ्रम अथवा मान्यता पनि हुनसक्छ। कतिपय अहिलेको जेनेरेसनहरूले कथा धेरै रुचाइएको पनि, इभन मेरै साथीहरूले पनि कथा पढ्ने पनि, त्यही भएर अलिक लोकप्रियताको लागि हो या म कवितामा थोरै भयो, म थोरै मात्र पोखिन पाएँ, म अझै बढी पोखिन्छु, अझै धेरै फराकिलो बनाउँछु मेरो दायरा भनेर कुन दृष्टिकोणले, कुन भावले चाहिँ तपाईँ कथामा प्रवेश गर्नुभयो, कथाकारको रूपमा पनि आउनुभयो? मेरो प्रश्न हजुरलाई। सुन्दर प्रश्नको लागि। एकदमै साँच्चीकै भन्यो भने कविता त कति लेखियो। सुरुको अवस्थामा त आफूले लेखेको कविता हो भन्ने थाहा नहुँदै पनि लेखियो। तिनी अलि अगाडिका कुरा भए र वास्तवमा कविता
म एकदमै कविता प्रेमी नै हुँ, कवितामै रमाउने मान्छे हुँ। अहिले पनि मलाई कथाकार भनेको भन्दा मलाई कवि नै सम्बोधन गरेको मनपर्छ। तर अब एउटा कुरा के भयो भने अब यत्रो 3.5 दशक भयो मैले कविता लेख्न थालेको, किनभने मैले 9 वर्षको उमेरबाट कविता लेखेँ। तर त्यो मेरो कविता सीमित, जो अलिकति काव्य प्रेमी छ, जो कवि हुनुहुन्छ, जोसँग एउटा कविता चेत छ, त्यो वर्गमा मात्रै कविता पुग्यो। तर कथा चाहिँ अझ त्योभन्दा बाहिरको वर्ग, जो वर्गको आवाज मैले मेरा कथा मार्फत चाहिँ ल्याउन चाहन्थेँ, त्यो वर्गले पनि, आफैले पढ्नेले पनि अथवा अर्काले सुनाइदिएको भरमा पनि केही परिवर्तन होस् भन्ने मेरो अलिकति त्यो लोभ पनि होला। एउटा सानो उदाहरण, जस्तै मैले सामाजिक विभेद अन्तर्गत जुन पहिलोचोटि रजस्वला हुँदाखेरि किशोरीहरूलाई लुकाएर राख्ने चलन छ हाम्रो पश्चिम पहाडतिर, पश्चिम नेपालको सबै भेगमा छ लगभग। केही सन्दर्भमा मैले बिटुलो जुन भनेर कविता लेखेँ। खासै त्यो कविताले काव्य प्रेमीलाई, कविता प्रेमीलाई त्यो कविताले पनि छुन्छ, तर त्यसले समाजको सामान्य भुइँ मान्छेहरूले त्यति त्यो कवितालाई बुझ्नु भएन। तर यो सम्मोहन कथामा मैले एउटा परीक्षण भन्ने कथा लेखेको छु र यो सम्मोहन चाहिँ हाम्रै पहाडतिर, हाम्रै बागलुङै भनौँ मा गएर अस्ति पनि मलाई 3-4 जनाले फोन गरेर भन्नुभयो। के भन्नुभयो भने कस्तो अन्याय गरिएछ हामीले त छोरीहरूलाई। मैले ठुली छोरीलाई त लुकाएँ, 11 दिन नै लुकाएँ। मैले पनि त्यस्तै भोगेको, त्यो आफूले भोगेको कुरा त छोरीलाई भोग्न नलगाएको भए पनि हुन्थ्यो। मलाई त त्यति बुद्धि पनि आएन। यो पढेपछि त मेरो आँखा खुल्यो। म त अब कान्छी छोरीलाई लुकाउन राधिका भनेर मेरो एकजना दिदीले भन्नुभयो। भनेपछि उहाँ काव्य प्रेमी पनि होइन, साहित्यिक व्यक्तित्व पनि होइन। कसैले यो कथामा चाहिँ हाम्रै चाहिँ ठाउँको चाहिँ कथा रहेछ भनेर, त्यहाँ यसमा चाहिँ हाम्रो बागलुङको 3वटा कथा छन् र त्यसरी भनेपछि त गैर साहित्यिक मान्छेले पनि कथा अलिकति सजिलोसँग गडबड गर्न सक्नुहुँदो रहेछ। त्यो पनि एउटा मुख्य कारण चाहिँ त्यो हो। लोकप्रियता भनेर एउटा आख्यानकार बढी लोकप्रिय हुने र कवि कम लोकप्रिय हुने भन्ने चाहिँ म त्यो कुरा स्वीकार्न सक्दिनँ। कविहरू र कथाकार, आख्यानकारहरू एउटा लेखनको कारणले उहाँहरू कति चर्चित, कति प्रसिद्ध, कति स्थापित हुने भन्ने कुरा उहाँहरूको लेखन हो। त्यो विधाले गराउने कुरा होइन। मलाई विधागत लोभले भन्दा पनि मेरो जुन म्यासेज मैले सम्प्रेषण गर्न चाहन्छु त्यो अलिकति भुइँ मान्छेसम्म पनि पुगोस्, गैर साहित्यिक व्यक्तिहरूले पनि बुझ्न सकुन् र अलिकति मेरा लेखाइहरूले केही सामाजिक परिवर्तन ल्याउन सकोस् भन्ने त्यो चाहिँ लोभ अवश्य हो। धन्यवाद। कोइला र सम्मोहन दुवै कृति पढ्ने सौभाग्य पाएँ र यो दुवै कृतिहरूमा चाहिँ विद्रोही चेत चाहिँ अलिअलि छन्, नभएका होइनन्। तर एउटा मात्र पक्षलाई विरोध गरिएको पनि छैन। निकै प्रेमिल कविता, निकै प्रेमिल कथा। विल यु म्यारी मी भन्ने एउटा कथा छ यो सम्मोहनभित्र, जुन कथाले जस्तो सुकै व्यक्तिलाई पनि बुटुक्कै पारिदिन्छ। त्यति प्रेमिल कथा छ त्यो कथा। र एउटा सायोनारा भन्ने कि मनभित्र एउटा मिठो घोल बनाइदिन्छ, हामीलाई त्यो पिइरहन मन लाग्छ। निकै मिठा मिठा एकदमै प्रेमिल कथा, कविता सँगसँगै विद्रोही कथा, कविताहरू चाहिँ तपाईँले कोर्नु भएको छ। मेरो प्रश्न चाहिँ शरदजीलाई, शरदजीले पनि उहाँका कविता, उहाँका कथा दुवै पढ्नु भएको छ। तपाईँले चाहिँ उहाँलाई धन्यवाद। कथाकार राधिका कल्पित भनिरहँदा मनमा चाहिँ फेरि कवि भनेर आइहाल्छ कि, यो कारण चाहिँ कविताको शक्ति नै होला। तर पनि उहाँका कथा पनि यति शक्तिशाली छन् कि मैले यो पुस्तक पाएपछि मैले आजसम्म कुनै पनि एउटा सिङ्गो सङ्ग्रहको सबै कथाहरू चाहिँ पढेको थिइनँ। यो कथा सङ्ग्रहभित्रका 13वटा कथा मैले सबै पढिसकेँ। त्यस पछाडि आज फेरि आज के बोल्नुपर्छ भन्ने लागेपछि हामी गाडीमा आउँदा पनि फेरि एकपटक यो पढेँ। त्यसपछि सबै कथाहरू यति उत्कृष्ट छन् कि सुरु गरेपछि त्यो नसक्दासम्म तानिरहने खालका। र त्यो कारण के छ भने कि भाषाहरू चाहिँ कवितात्मक छन् कि, कविता लेखे जस्तो, कविता पढे जस्तो कुनै
काव्य समारोहमा एउटा कविबाट कविता सुन्दै ध्यानमग्न भए जस्तो खालको भाषा शैली छ। त्यो भावनाले उहाँ मूलत कवि नै हो, किनभने त्यो फ्लेभर त्यो स्वाद चाहिँ कथामा पनि आउँछ। र फेरि हरेक कथाभित्र कविता छ र कविताभित्र पनि कथा छ होइन। जस्तो अघि हामीले हेमन्त दाईको एउटा कविता सुन्यौँ, त्यो कविताभित्र एउटा कथा छ कि एउटा मलामी मरिसकेको मान्छेले आफ्नो चाहिँ कथा भनिराखेको छ। त्यो हिसाबले कथा र कविता चाहिँ अन्तर्गत एक अर्कामा चाहिँ सम्बन्धित नै छन्। तर आत्मा, मुख्य आत्मा चाहिँ कथाको पनि आत्मा चाहिँ कविता नै हो भन्ने लाग्छ। छोटोमा धेरै कुरा भन्न सक्नु अलिकति शक्तिको कुरा हो नि। कथा त हामीले 5-6 पेज 7 पेज पनि पुर्याउन सक्छौँ, तर कवितालाई कम्तीमा पनि 2 पेजमा चाहिँ भन्न खोजेका कुराहरूलाई सकिसक्नुपर्ने हुन्छ। एउटा उहाँको एउटा सुन्दर कविता मलाई पुरा त याद छैन, त्यसको भाव चाहिँ याद छ कि उहाँले त्यो सङ्ग्रहमा सायद छैन होला। एउटा मैले दिदीलाई भनेपछि अहिले सम्झिनुहुन्छ होला, त्यो कविता सुन्छौँ हामीले। यशोधराले आफ्नो पुत्र राहुललाई चाहिँ दुध चुसाइरहेको र बुद्ध चाहिँ घरबाट बुद्धत्व प्राप्त गर्न निस्किएको एउटा त्यो तस्बिर हेरेर उहाँले एउटा लेख्नु भएको छ कि मेरो काखमा यो राहुल नसुतेको भए तिमीभन्दा पहिले म बुद्ध बन्ने थिएँ, अथवा म चाहिँ पहिला यो घर छोडेर निस्कने थिएँ यदि मेरो काखमा राहुल हुन्थेन भने भनेर लेख्नु भएको छ कि। त्यो एउटा छोटो कविता हो, त्यो बढीमा 5-6 लाइन पनि छैन, तर त्यसले एउटा सिङ्गो काव्य महाकाव्य उपन्यास सबैले जित्छ क्या। त्यत्रो शक्ति चाहिँ कवितामा अटाउन सक्ने क्षमता हुनुले पनि म उहाँलाई चाहिँ कथाकार भन्दा पनि बढी कविकै रूपमा चिन्छु। धन्यवाद। एकदम तपाईँको कुरामा चाहिँ म पनि सहमत भएँ। एउटा उहाँकै मलाई कविता सुनाउन मन लाग्यो। एकदम छोटो कविता छ यो, जुन कविताभित्र साँच्चै कथा एउटा सिङ्गो जिन्दगी लुकेको कविता छ यो। प्रणयको पहिलो प्रहर भन्ने कविता निकै प्रेमिल छ, तर त्यो प्रेमभित्र पनि निकै सुन्दर एउटा सन्देश छ जस्तो लाग्छ, विद्रोह छ जस्तो लाग्छ। तिमीले घुम्टो खोल भन्यौ, घुम्टो खोलेर सिरानीमा राखेँ। तिमीले गहना खोल भन्यौ, गहना खोलेर अलमारीमा राखेँ। तिमीले आँखा खोल भन्यौ, आँखा खोलेर तिम्रा आँखै माथि राखेँ। तिमीले फेरि ओठ खोल भन्यौ, राख्ने ठाउँ कतै भेटिन, तिम्रो ओठ माथि राखेँ। भन्न त तिमीले अरू के पनि भनिरहेथ्यौ, मैले नबुझ्ने भाषामा। नादान म आधा बुझेँ आधा बुझिनँ, तर बुझिन भन्ने समेत साहस नभएर चुपचाप पुरै जिन्दगी तिम्रो जिन्दगीमाथि थपक्क राखिदिएँ। यो कवितामा पनि कविता हो जुन बेलामा प्रेम सिवाय हाम्रो दिमागमा, हाम्रो मनमा, हाम्रो जीवनमा केही पनि हुँदैन, र पनि यो प्रेममा पनि एउटा सिङ्गो नारीको जिन्दगी छ, सिङ्गो नारी भयो। उहाँका कथामा पनि कविता छन् जस्तो एकदमै लाग्छ। उहाँका कविताका लाइनहरू, कथाका लाइनहरू चाहिँ एकअर्कामा यो पनि कथा हो, यो पनि कविता हो। उहाँको सिङ्गो कविताभित्र सिङ्गो उपन्यास छ जस्तो लाग्छ अझ मलाई त। त्यसैले म पनि हजुरको कुरामा सहमत भएको जानकारी गराएँ। हजुर आफै पनि एउटा सशक्त कवि हुनुहुन्छ, हामी सबैलाई थाहा छ। एकदमै मिठो लेख्नुहुन्छ। तपाईँको मरुभूमिमा डुङ्गा कविता सङ्ग्रह र बरफका कोइलामा जहाँ पनि मलाई कसैले राम्रो कविता सङ्ग्रह भन्नुहोस् न भन्दा म यो 2टा कविता सङ्ग्रह मेरो दिमागमा सबैभन्दा पहिलो आउँछ। अनि यो कविता सङ्ग्रहमा पनि जतिवटा कविता छन् ती कविताभित्र कथा छन्। मरुभूमिमा डुङ्गामा पनि तपाईँ आफै लेखक हुनुहुन्छ, लेख्नुहुन्छ। तपाईँले चाहिँ उहाँलाई र अर्को कुरा सँगै जोड्दा तपाईँ एक कुशल पाठक पनि हुनुहुन्छ, किनभने कुशल पाठक पनि हामी कमै छौँ होला। किनभने म पनि एउटा कथा पढ्दा पढ्दै आदि छोडिदिन्छु, कहिलेकाहीँ पढ्न सक्दिनँ अथवा समय हुँदैन, तर तपाईँ समय निकालेर पढिरहनु भएको हुन्छ। तपाईँले चाहिँ एउटा पाठकको दृष्टिकोणबाट, कविको दृष्टिकोणबाट त हामीले सुन्यौँ तपाईँको दृष्टिकोण, पाठकको दृष्टिकोणबाट चाहिँ उहाँको रचनाहरूलाई चाहिँ कसरी हेर्नुहुन्छ? धन्यवाद। पाठकको नजरले हेर्छु भन्दै पनि त्यो म भित्र भएको सामान्य काव्य चेतना चाहिँ आइहाल्दो रहेछ। अनि त्यो सकेसम्म पाठकै बनेर हेर्छु भन्दा चाहिँ एकदमै सुन्दर छ। कि अब मैले 2 पटक दोहोऱ्याएर पढेँ भनिसकेपछि पक्कै पनि यो निकै सुन्दर छ। कथाहरू चाहिँ एकपछि अर्का एकदम सनसनीपूर्ण, अब के होला भन्ने खालका। र फेरि
कुनै पट्यार लाग्दा पनि छैनन् र एउटै विषयवस्तुमाथि पनि छैनन् कि यस्ता फरक फरक विषयवस्तु ओहो यस्तो पनि भनेर हामीले चाहिँ एकछिन भोट लिन बाध्य गराउने खालका कथाहरू छन्। राधिका कल्पित विद्रोही कथाकार हो, विद्रोही कवि हो भनिरहँदाखेरि पनि त्यहाँभित्र विद्रोह मात्रै नभएका प्रेमका, त्यागका, समर्पणका कथाहरू पनि छन् के। कस्तो उदात्त खालको प्रेम छ एउटा पिडोलाको घाउ भन्ने कथामा होइन। अनि त्यस पछाडि यो सायोनारा भन्ने, अब उहाँ चाहिँ जापान सायद पहिलोपटक आउनुभयो होला होइन, तर उहाँले सायोनारा भन्ने कथामा जापानको सिनागावादेखि ओदाइबासम्म एकदम परिवेश आफै आएर घुम्या जस्तै गरेर आउनु भएको रहेछ। मैले नत्र कहाँबाट यसरी लेख्नु हो भन्ने लागेको थियो होइन। अनि यस्तो मिठा मिठा कथाहरू, प्रेम कथाहरू पनि छन्। तर अब सामान्य पाठकको हिसाबले भन्दा चाहिँ राम्रा नै छन्, धेरै राम्रा छन्, खोट लगाउने ठाउँ कोही पनि छैन। तर अब अलिकति समीक्षा नै गर्ने खालको गरेर के छ त खोटै निकालौँ न होइन, नराम्रो के छ त, राम्रो राम्रो मात्रै भइहाल्यो, एक दुईवटा कुराहरूलाई पनि भनिदिउँ न त। अब नराम्रो राम्रो मात्रै भन्यो भने चाहिँ लेखक बढी फुर्किन्छन्, अलिकति केही कुरा कोट्याइदिउँ भन्ने हो भने चाहिँ कतै कतै लेखक चाहिँ पात्रहरूमाथि हाबी भयो कि भने जस्तो होइन। पात्रहरूलाई चाहिँ उनीहरूको स्तर अथवा उनीहरूको उमेरले नसुहाउने कुरा पनि त्यसमा आफै लेखक गएर आफ्ना कुराहरू राखेर त्यो पात्रलाई उठाएको जस्तो चाहिँ कता कति भान हुन्छ जस्तो मलाई चाहिँ त्यो अघि दिदीले उठाउनु भयो बागलुङको यो परीक्षण कथामा महिनावारी भएर लुकाउनु पर्ने, पहिलो महिनावारी भएको अब 13-14 वर्ष उमेरको ती किशोरीले सोच्ने त्यो कुराहरू, उनले व्यक्त गर्ने विचारहरू चाहिँ यति परिपक्व छ कि त्यहाँ अब यो लेखकले नै आफै बोल्नुभयो यहाँ भन्ने चाहिँ लाग्छ क्या त्यो कथामा होइन। अब हुन चाहिँ त्यस्ता हुँदैनन् भन्ने पनि होइन, सानैबाट विचारमा चाहिँ प्रखर भएका पनि हुन्छन् हुन त। तर यसो यो सानो उमेरमा यति धेरै यस्तै प्रश्नमाथि प्रश्न प्रति प्रश्न गर्ने, यति तिखा विचारहरू व्यक्त गर्ने केटाकेटीहरू छन् त भने जस्तो पनि लाग्छ कता कहीँ। नत्र त्यति धेरै दोष चाहिँ यी कथाहरूमा मैले भेटेन। एकदमै राम्रा कथाहरू छन्, राम्रो भएकै कारण यति धेरै रुचाइएको छ, ठाउँ ठाउँमा पुरस्कृत पनि भएका छन्, भएको छ यो कथा सङ्ग्रह एकदमै राम्रो छ। पाठकको हिसाबले त धेरै राम्रो नै देख्यो, सबै राम्रो देख्छ। अलिकति समीक्षक भएर हेर्दा एक दुईवटा नगन्य खालका दोष चाहिँ भेटियो। त्यो मेरो मात्रै पनि हुनसक्छ है, त्यो मलाई लागेको, त्यो हजुरहरूलाई नलाग्न सक्छ। भावनाहरू पनि कथामा निकै पोखिएका छन् जस्तो जोडिहाल्छ है। अब कति ठाउँमा चाहिँ मलाई अचम्म चाहिँ के लाग्यो भने लगभग 2-3वटा कथा चाहिँ यसमा के छ भने पुरुष पात्रहरू चाहिँ प्रमुख पात्र बनेर लेखक पुरुष बनेर लेखिएको छ कि। अचम्म पर्ने कुरा चाहिँ के छ भने उहाँलाई त्यो पुरुषको समवेदना, पुरुषप्रति हुने, पुरुषले सोच्ने तरिका होइन, पुरुषका दिमागमा के कस्ता कुराहरू चलिराखेका हुन्छन् ती कुराहरू चाहिँ कसरी बुझ्नुभयो होला, कसरी पुरुष बन्नुभयो होला त्यो लेख्दाखेरि भन्ने चाहिँ लागिरहन्छ। त्यो भन्नाले नारीवादी पनि छैन, उहाँले पुरुषका कुराहरूलाई पनि कोट्याउनु भएको छ, तर त्यसको अन्तर्य चाहिँ नारीवादमै जोडिन्छ जोडिनलाई। तर पुरुष पात्रहरूलाई त्यति घृणित अथवा त्यति चाहिँ अत्याचारी भनेर त्यति अन्यायमा पनि पार्नु भएको छैन। उहाँको चाहिँ त्यो पुरुष मनोदशालाई खोतल्ने तरिकाको चाहिँ म प्रशंसक हुँ, धेरै राम्रो तरिकाले लेख्नु भएको छ। एकदम त्यही कुरालाई सँगसँगै जोड्नु पर्दा जस्तो पुरुष पात्रको मनोभावनालाई पोखिएको कथा एउटा मालती मिस भनेर छ। सुरुमा मैले यो कथा पढ्दाखेरि चाहिँ मलाई सुरुमा पढ्दा लागेको थियो मालती मिसको कथा होला यो भनेर, तर त्यो पात्रलाई कथा सङ्ग्रहमा पनि र उहाँका कविताहरूमा पनि थुप्रै विधाहरू समेटिएका छन्। यो नारीवादी चेतना अथवा पुरुष प्रधान समाजमाथि प्रश्न मात्र छैन, थुप्रै विधाहरू समेटिएका छन्। मेरो प्रश्न राधिकाजीलाई चाहिँ के जान्छ भने तपाईँले विभिन्न विधाहरू समेट्नु भएको छ, जस्तो यहाँ लैङ्गिक अल्पसङ्ख्यकको समेत कथा छ, यहाँ एउटा किशोरीको कथा छ, एउटा वयस्कदेखि लिएर जन्म भ्रूणमा भएको भ्रूणको कथा पनि छ, यहाँ भ्रूणदेखि लिएर मर्ने बेलासम्मको व्यक्तिको एउटा कथा समेट्नु भएको छ। तपाईँले छाउपडीको कुरादेखि लिएर प्रेमको कुरादेखि लिएर विभेददेखि लिएर समानतादेखि लिएर आफ्नै लोग्नेको बिहेसम्मका कुराका कथा लेख्नु भएको छ। तपाईँले चाहिँ कति विधाहरू कति विषयवस्तुहरूलाई चाहिँ समेट्यो होला र तपाईँ देश विदेश भ्रमण पनि गरिरहनु भएको छ र अझै के कति कुराहरू चाहिँ समेट्न बाँकी छन् जस्तो लाग्छ तपाईँलाई? थ्याङ्क यू, राम्रो प्रश्न हो यो। यो मलाई म आफैलाई बारम्बार सोधिरहने प्रश्न हो यो।
तपाईँले सोध्नुभयो, धन्यवाद। किनभने लेख्न थालेको 3 दशक भयो, तर समग्र नेपाली साहित्य र अब यो भनौँ न 80को दशकमा आइपुग्दाखेरि म कहाँ छु, मैले कति लेखेँ त भनेर आफैलाई मूल्याङ्कन गर्दा र आत्मआलोचना गरेर हेर्दा म एउटा बिन्दु पनि होइन। र अब सक्रिय लेखन जीवन कति बिताउन सकिएला भन्ने कुरा चाहिँ मैले सबैभन्दा पछिल्लो समयमा सबैभन्दा धेरै कुनै चिजमा म चिन्तित हुन्छु भने त्यो के हो भने अब मैले सक्रिय भएर कति समय लेख्न सकुला र मैले लेखेका मध्ये कतिपय कुरा आउँदा पिँढीलाई पनि पढ्न योग्य सिर्जना गर्न सकुला भन्ने नै मेरो चिन्ता हो। मैले कति लेखेँ भन्ने कुरा त्यो सङ्ख्याले कुनै अर्थ राख्दैन, त्यसको कुनै माने छैन। एउटा मात्रै सफल कविता लेख्न सकियो भने पनि पुग्छ, एउटा मात्रै सफल कथा लेख्न सकियो भने पनि पुग्छ। र त्यो हिसाबले हेर्दाखेरि यो त म पहिलो खुड्किलामै छु र समग्रलाई हेर्दा म एउटा बिन्दुमा छु। अब बल्ल मैले लेख्ने पहिलो पाइला चाल्दैछु भन्ने लाग्छ। यो चाहिँ एउटा स्टार्टअप मात्रै हो भन्ने लाग्छ मलाई। हामी तपाईँबाट चाहिँ धेरैभन्दा धेरै रचनाहरू पढ्न चाहन्छौँ, चाहे त्यो कथा होस्, कविता होस्, उपन्यास पनि हुन सक्ला भोलिको दिनमा। किनकि मलाई थाहा छ कि तपाईँ लेख्न थालेपछि ननस्टप लेखिरहनुहुन्छ र हामी तपाईँको कृतिहरू, तपाईँका यस्तै सम्मोहन, बरफका कोइला जस्ता कृतिहरू चाहिँ मलाई लाग्छ धेरै पाठकहरूले पढ्न चाहनुहुन्छ। लामो समयदेखि कलम चलाइरहनु भएको थियो र प्रवासमा आएर पनि विगत 10 वर्षदेखि प्रवासमा हुनुहुन्छ। प्रवासमा आएर पनि तपाईँ कलम चलाइरहनु भएको छ। आफ्नो ड्युटी, काम, समय सबै व्यवस्थापन गरेर, परिवार व्यवस्थापन गरिकन लेखिरहँदा, पढिरहँदा प्रवासमा बसेर कविता लेख्नु र नेपालमा बसेर कविता लेख्नुमा चाहिँ के छन् त? यहाँ कतिको समानता, के पीडाहरू होलान्, त्यो चाहिँ जान्न चाहे। कविता मात्रै नभएर साहित्यमा लाग्नु। धन्यवाद। निकै महत्त्वपूर्ण प्रश्न हो यो। मैले यो मरुभूमिमा ढुङ्गा कविता सङ्ग्रह प्रकाशन गर्ने बेलामा चाहिँ अनुभव, नमिठो अनुभव, हुन त यो आफूमा मिठो राम्रो अनुभव हो, तर प्रकाशन गर्दाखेरि चाहिँ केही अनुभवहरू चाहिँ बटुल्न पुगेँ, जो कि म प्रवासमा हुनुको पीडा थियो कि त्यो नेपालमा हुन्थ्यो भने केही सहज वातावरण बनाउन सकिन्थ्यो, हुन्थ्यो होइन। यहाँ प्रवासमा हुनुले चाहिँ त्यो धेरै कुराहरूलाई चाहिँ प्रकाशकदेखि ल्याएर त्यस पछाडि गर्ने वातावरण पनि आफू अनुकूल नहुँदो रहेछ। यो चाहिँ प्रवासमा हुनुको पीडा हो। र फेरि सबै कुराहरूको आफ्नै पक्ष र विपक्ष छन्, राम्रा कुरा पनि छन्, नराम्रा कुरा पनि छन्। प्रवासमा हुनुले एउटा हाम्रो लेखनको दायरा चाहिँ फराकिलो हुन्छ है। यो चाहिँ हो। कस्तो भने हाम्रो नेपालमा बसेर लेख्ने कविहरू, लेखकहरूले जे जति महसुस गर्नुभएको छ, भोग्नु भएको छ, ती कुराहरू हामीले भोगेर आइसकेका छौँ। हामीलाई नेपालका कुनै दुःख नयाँ छैनन्। हामी उकाली, ओह्राली, भन्ज्याङ, चौतारी अथवा सुख दुःख, जातीय विभेद, छुवाछुत यी सबै हामीलाई थाहा छ, हामीले भोगिसकेका छौँ। र प्लस हामी अहिले जापानमा छौँ, यहाँको एउटा छुट्टै परिवेशमा छौँ। फेरि हामीसँग नेपालको अनुभव पनि छ। यहाँ आइसके पछाडि हामीसँग एउटा भियतनामी साथी भेट हुन्छ, हामीसँग अर्को चाइनिज भेट हुन्छ होइन, हामीसँग अर्को कुनै युरोपियन मान्छे भेट हुन्छ। तिनीहरूको अनुभव पनि हाम्रो हुन्छ। जापानिजहरूसँग तिनीहरूको संस्कृति पनि हामीले बुझ्ने मौका पाइराखेका हुन्छौँ। त्यो संस्कृतिलाई हामीले हाम्रो साहित्यमा बिम्ब बनाएर लेख्न सक्छौँ। त्यस कारणले नेपालमा पक्कै पनि नेपालमा बसेर लेख्नुभन्दा अहिले प्रवासमै बसेर लेख्नु चाहिँ मैले चाहिँ फाइदाजनक देखेको छु। किनभने त्यो अनुभवको दायरा चाहिँ बढिरहेको छ। त्यसलाई कसरी लिने, जस्तो कामको फुर्सदै छैन, मैले लेख्नै पाएको छैन, म नेपालमा भए लेख्थेँ होला भन्ने चाहिँ लाग्छ होइन। तर त्यो कदापि पनि होइन। काम छ, फुर्सद छैन भनेर लेख्दैन। अब म पनि त्यसमा पर्छु। अझै मेरो एकदमै धेरै कामको चाप छ, मैले लेख्नै सकिरहेको छैन, बिदा भए त हुन्थ्यो भन्ने लाग्छ, तर बिदा भए पनि मैले लेख्दैन। त्यसकारण अहिले हामी जापानमा छौँ। यो हामीलाई हाम्रो
भाग्यले चाहिँ कर्म गर्न पठाएको ठाउँ हो र यस सँगसँगै हामीले हाम्रो साहित्यलाई पनि हाम्रो कर्मलाई पनि कवितालाई पनि कथालाई पनि जोड्दै लग्यो भने यसले पक्कै पनि फाइदा गर्छ। जापानमा बसेर कथा कविता सिर्जना गर्नु चाहिँ फाइदाकै कुरा देख्छु म चाहिँ। मात्र छोड्नु होइन रहेछ। घर छोड्नु भनेको केवल माटो ढुङ्गा या सिमेन्टका थुप्राहरू मात्र छोड्नु पनि होइन रहेछ। घर छोड्नु भनेको दलिन बतासी या धुरी खामो मात्र छोड्नु होइन रहेछ। घर छोड्नु भनेको त तिनै ढुङ्गा माटोको भित्ताहरूमा किरमिर किरमिर कोरिएका बाल्यकालका दस्तावेजहरू मेट्नु रहेछ। तिनै दलिन र बतासीमा लुकाइएका खुसीका गुलिया भेडी गोली मिठाई जस्तै यादहरू हराउनु रहेछ। धुरी खामोमा बाँधिएको मदानी जस्तै नाचिरहने जिन्दगी छाड्नु रहेछ। आँगनको डिलमा परेको चञ्चलताका डोबहरू हराउनु रहेछ। घर छोड्नु भनेको लमतन्न परेको बारी या चिरा चिरा परेका खेतहरू छोड्नु पनि होइन रहेछ। ती खेतबारीहरूमा दिनहुँ चहार्दा पनि कहिल्यै नथाकेका तन्नेरी भयहरू छोड्नु रहेछ। लमतन्न परेको बारी जस्तै जिन्दगीलाई चिरा चिरा परेको खेत जस्तै बनाउनु रहेछ। घर छोड्नु भनेको घर मात्र छोड्नु होइन रहेछ। घरसँगै आउने माटोको हर र बास्ना छोड्नु रहेछ। बास्नासँगै आउने माटोको प्यार छोड्नु रहेछ। प्यारसँगै आउने माटोको जीवन छोड्नु रहेछ। ओहो, घर छोड्नु भनेको त हरियो जिन्दगी नै एकातिर छोडेर मरुको यात्रा तय गर्नु पो रहेछ। घर छोड्नु भनेको त मन्दिर छोड्नु रहेछ। मन्दिरभित्रका देवता छोड्नु रहेछ। देवताका पनि देवता छोड्नु रहेछ। घर छोड्नु भनेको फगत घर मात्र छोड्नु होइन रहेछ। सानो झुप्रोभित्रको विशाल दरबार छोड्नु रहेछ। विशाल दरबारभित्रको सानो संसार छोड्नु रहेछ। सानो संसारभित्रको सुन्दर स्वर्ग छोड्नु रहेछ। सुन्दर स्वर्गभित्रबाट आफैलाई छोड्नु रहेछ। घर छोड्नु भनेको घर मात्र छोड्नु होइन रहेछ। परदेशीहरूले त समेटि नै रहेका छन्। तपाईँ पनि घुमिरहनु भएको छ। अहिले पनि जापान भ्रमणमा हुनुहुन्छ। पहिला पनि तपाईँ भ्रमणमा आउनुभएको थियो। प्रवासका पीडाहरू चाहिँ प्राय प्रवासी कविहरूले लेखिरहेका र कतिपय ठाउँमा चाहिँ स्वदेशमै बसेर पनि प्रवासको जिन्दगी देखेर प्रवासको जिन्दगीमाथि परदेशी जिन्दगीमाथि कविता कथा कोरिएका छन्। तपाईँलाई चाहिँ के लाग्यो, यो चाहिँ प्रवासको पीडा अथवा यो परिवेश चाहिँ देखेरै पनि कोर्न सकिन्छ, त्यसलाई आत्मसात गर्न सकिन्छ कि होइन भोग्नुपर्छ? यो यसलाई चाहिँ कवितामा शब्दमा यथार्थमा उतार्नको लागि चाहिँ मेरो प्रश्न हजुरलाई। अब यो घुम्न आउनु र प्रवासी भएर जिउनु अलि धेरै नै फरक कुरा हो। जसरी पुरुषहरूले प्रसव पीडाको कविता लेख्नुहुन्छ, प्रसुति अवस्थाको कुरा लेख्नुहुन्छ, गर्भावस्थाको कुराहरू लेख्नुहुन्छ, तर त्यो भोग्ने मान्छेले महिलाले जसरी भोगेर लेख्नुहुन्छ, पुरुषहरूले त्यो अनुभूति मात्रै चाहिँ गरेर लेख्नुहुन्छ, त्यो अवश्य नै फरक हुन्छ। र शरदजीहरू लगायत हाम्रा थुप्रै कविहरू लेखकहरू हुनुहुन्छ यहाँ मेरो अगाडि। उहाँहरूले आफूले भोगेर लेख्नु जति हामी उताबाट हेरेर लेख्नु अवश्य नै हुँदैन। अब त्यो लेख्न प्रयास गर्नु भनेको पनि त्यो अलि फितलो लेखाइ नै हुन्छ भन्ने कुरा नै लाग्छ मलाई। त्यो कुरा प्रवासमा बसिरहनुभएका साहित्यिक स्रष्टाहरूले नै लेख्दा त्यो बढी सुन्दर र त्यो अथेन्टिक पनि हुन्छ। किनभने हामी समुद्रमा नटेकेका मान्छेले त्यो समुद्रको कुरा लेख्न त्यति सुन्दर तरिकाले सकिँदैन, मलाई चाहिँ त्यस्तो लाग्छ। भएको घरमा बस्यौँ, तर त्यो भाइले 18 वर्षसम्म जापानमा हिजो उसले 53 लाख तिरेर जापान छिरेपछि त्यो 53 लाख फेरि 1 करोड भएछ त्यो ब्याज सहित तिर्दा, र त्यसपछि त्यो ऋण तिरेर फेरि ऊ जिरोबाट स्टार्ट गर्दाखेरि एकदम म चाहिँ नेपालमा हुँदाखेरि जे सोच्थेँ, परदेश भनेको ओहो बिल्डिङ्स, ठुल्ठुलो घर,
कति रमाइलो जिन्दगी लाइफस्टाइल भन्ने हुन्थ्यो, तर यहाँ आइसकेर त्यो सबै सेवा सुविधा ती सबै सुन्ने कि एउटा कविता चाहिँ तिमीको आवाज तिमीले सुनाइसक्यौ, लामो पनि होला है। मभन्दा अगाडि म फ्यान छु जो कविहरूका, उहाँहरू कविहरू हुनुहुन्छ। तपाईँहरू सम्पूर्णमा लगायत यहाँ जति पनि प्रिय साहित्यिक मनहरू हुनुहुन्छ, आज यस एउटा साहित्यिक माहौलमा एउटा यो अवसर पनि हो मेरो प्रत्यक्ष हजुरहरू सामु कविता वाचन गर्नु। कविताको शीर्षक छ आमा र घर। प्रिय छोरा, म जन्मदै तिम्रो लागि एउटा घर लिएर जन्मेकी थिएँ। तिम्रो खुत्रुके जत्रो मेरो पाठेघरमा 9 महिना बसेपछि तिमी जन्मियौ। तिमी जन्मिएपछि तिम्रा पिताले सकी नसकी तिम्रा लागि एउटा अर्को घर बनाइदिए। तिमी बढ्दै गयौ, बाबुको घर पनि साँघुरो ठान्यौ, फेरि अर्को आलिसान घर बनायो। हिजो मेरो पाठेघरबाट तिमी निस्किएपछि म आमा बनेकी थिएँ। प्रिय छोरा, आज तिम्रो महलबाट म निस्किएपछि तिमी छोरो बन्यौ कि बनेनौ? धन्यवाद। धेरै धेरै धन्यवाद। मैले आफ्नो कविता सङ्ग्रहको प्रावधानमा लेख्नु भएको एउटा वाक्य छ, म त्यो पढेर सुनाउन चाहे। आफ्नो दिल र दिमागमा चलिरहेको संवेदना र बौद्धिक आन्दोलनको रस्साकस्सीबाट जब एउटा कविताको जन्म दिन्छु, तब म आफूलाई बर्सातपछि छ्याङ्ग फुलेको आकाश, लामो प्रसव पीडाबाट गुज्रेर शिशुलाई जन्म दिएकी आमा जस्तै पाउँछु भन्नुभएको छ। यसर्थ हामीले अरू पनि कविहरूबाट एउटा कविता लेख्नको लागि चाहिँ उहाँहरूले एउटा मानसिक प्रसव भोग्नुहुन्छ भनेको त्यति धेरै पीडा हुन्छ, त्यति धेरै सङ्घर्ष एउटा कविता जन्ममा लाग्छ एउटा कविलाई। म आफै पनि कहिलेकाहीँ कलम चलाउँछु, मलाई एउटा कविताको सुरुवात र एन्डिङसम्म पुग्नलाई चाहिँ निकै लामो समय लाग्छ, म धेरै घोप्रिन्छु। तर अहिले चाहिँ हामीले एउटा सानो विवरण दिएको भरमा चाहिँ ChatGPT-ले 30 सेकेन्डभित्र एउटा कविताको जन्म गराइदिन्छ। यो चाहिँ मेरो दुवैजनालाई यो प्रश्न पालै पालो जवाब दिनु होला। यो चाहिँ हाम्रो लागि ChatGPT होला, कति व्यक्तिहरू चाहिँ ChatGPT-बाट धेरै ठाउँमा सहज पनि भएको होला शुद्धाशुद्धिको लागि, कति स्रष्टाहरूले युज गर्नुहुन्छ होला, म आफू पनि युज गर्छु शुद्धाशुद्धि, कति कुराहरूमा छिटो छरितोको लागि गरिन्छ होला। तर साँच्चै यसले हामीलाई फाइदा पुर्याइरहेको छ या एउटा सर्जक जो साँच्चै कविताको प्रसव पीडा भोगेर कविता जन्माउँछ त्यो सर्जकलाई यसले घाटा पुर्याइरहेको छ? सरलजीबाट धन्यवाद। यो एकदमै जटिल समय सुरुवात भएको छ अहिले चाहिँ। खासमा एआईबाट भिडियोहरू बनाउनेहरूले चाहिँ कति मेहनत गरेर आफैले बनाएका भिडियोहरू पछाडि पर्ने र एआईबाट बनाएकाहरू अगाडि जाने समय पनि आइराखेको छ। ChatGPT-मा चाहिँ सामान्य कुराहरू राखिदिएको भरमा कविता 30 सेकेन्ड पनि होइन, 3 सेकेन्ड पनि होइन, 3 मिलिसेकेन्ड जस्तोमा उसले चाहिँ तयार पारिदिन्छ। तर यो हाम्रो लागि घातक छ, एकदमै घातक छ। त्यसबाट फाइदा लिन चाहिँ हामीले विभिन्न सूचनाहरू, त्यसपछि ज्ञानका अन्य कुराहरू, भौतिक ज्ञानका कुराहरू चाहिँ हामीले त्यसबाट सूचना लिँदा राम्रो नै होला। तर जो मानवीय समवेदनासँग जोडिएको छ, मानवीय विचारसँग जोडिएको छ, भावनासँग जोडिएको छ, ती कुराहरूमा ChatGPT-बाट सहयोग लिन थाल्यो भने पक्कै पनि हाम्रो बौद्धिकतामा, हाम्रो मानवीयतामा त्यसले चाहिँ रास नै ल्याउँछ, पक्का हो। तर पनि पढ्ने मान्छेले, अलिकति साहित्यिक लगाव हुने मान्छेले यसले आफै लेख्यो कि यसको स्तरले आफै लेख्यो कि यो ChatGPT-लाई लेख्न लगायो भन्ने चाहिँ छुट्टिन्छ। यो चाहिँ त्यो हुनाले ChatGPT प्रयोग गरेर लेखाउनेहरूले चाहिँ त्यो सावधानी अपनाएन भने एकै दिनमा माथि पुग्ने र अर्को दिन फेरि स्वाट्टै तल खस्ने सम्भावना चाहिँ हुन्छ। किनभने त्यो बचाउने काम चाहिँ फेरि ChatGPT-ले गर्दैन कि, पुर्याइदिन्छ, माथि पुर्याइदिन सक्छ होइन। पछाडि चाहिँ
त्यसको मान्छेले अलिकति ध्यान दिएर हेऱ्यो भने त्यसका सिर्जनाहरूमा केही न केही त्रुटि मान्छेले नै गरेको जस्तो त्यस्तो खोट लगाउन नमिल्ने खालको चाहिँ हुँदैन। मैले पनि एक दुईचोटि के कस्तो गर्दो रहेछ त भनेर केही शीर्षकहरू दिन्छु कि विचार गर्नलाई। लेख्न चाहिँ कति छिटो लेख्छ तर पनि कतिपय उसको भाषाको पनि समस्या हुन्छ होला होइन। अनि केही न केही नमिले जस्तो मानवीय संवेदनासँग कतै न कतै अलिकति नमिलेको हो कि भने जस्तो चाहिँ मलाई लाग्छ। त्यो भावनाले सूचना लिनलाई र अन्य केही जानकारीहरू लिनलाई चाहिँ प्रयोग गरौँ। कवितामा त अब गर्नु नै होला, एकछिन विचार गर्नलाई चाहिँ पाइयो। यही प्रश्न मैले दिदीलाई पनि सोधेँ। म शिक्षक पनि हुँ, 3 दशकदेखि शिक्षण पेसामा छु। एआईले सबैभन्दा अप्ठ्यारो पुर्याएको कुनै अवस्था छ भने त्यो विद्यालय र केटाकेटी। हामीले प्रश्न दिन्छौँ, बच्चाहरूले जुन परिश्रम गर्ने समय जति अरू काम गरेर खेर पाल्छन् र अन्तिममा जम्मा 15 मिनट समय राख्छन् राति, र त्यो बेलामा चाहिँ एआईबाट सबै एआई जेनेरेटेड आन्सरहरू लेखेर आउँछन् स्कुलमा। र अब हामीलाई चाहिँ जटिल कतिखेर हुन्छ भने कुन विद्यार्थीले आफैले उत्तर लेख्यो, कुन चाहिँ एआई जेनेरेटेड हो भनेर। र पछिल्लो समय चाहिँ अब टिचरहरू पनि पहिलाभन्दा हामी अलिक इन्टेलिजेन्ट हुन थालेका छौँ। अब चाहिँ हामीले पनि अब त्यो मसिनरी हेरेपछि चाहिँ त्यो सरले भने जस्तै छुट्याउन सकिन्छ। कतिपय कुरामा चाहिँ उनीहरूले लैङ्गिक हिरेसी लेखेको ठाउँमा चाहिँ नेपालीमा लैजाँदा त्यहाँ त्रुटिहरू गरे हुन्छ। त्यस्तै प्राविधिक कुराहरू थुप्रै छुट्टिन्छ। र त्यस्तै सिर्जनामा पनि अब साँचो जो सर्जक एउटा साँच्चीकै सर्जक हो उसलाई त न चर्चा चाहिन्छ, न उसलाई छिटो माथि पुग्नुपर्ने हुन्छ, न उसलाई भाइरल हुनुपर्ने हुन्छ। उसका लागि एउटा त्यो लामो साधना गरेर त्यो साधनाको पनि आनन्द छ नि। लेख्नु एउटा कविता जन्मेर पाठकले आहा भन्नु मात्रै आनन्द होइन कि, त्योभन्दा अगाडिको आनन्द त त्यो लामो चाहिँ जुन चरण हुन्छ त्यो मेडिटेसनमा गएर त्यो शब्द केलाएर त्यो परिश्रमको पनि आनन्द हुन्छ। अनि त्यो एआईबाट ल्याउनु भनेको त त्यो आनन्द त गुमाउनु हो नि त। र सही सर्जकले त्यो आनन्द चाहिँ त्यो गुमाउन चाहन्न। त्यो भएर सायद त्यतातिर लाग्नेहरू वास्तविक सर्जक होइनन् र वास्तविक सर्जकले त्यो त्यति छिटो त्यस्तो गर्न पनि चाहँदैनन्। त्यो भएर हामीलाई चाहिँ त्यसको त्यति खतरा छैन। तर अब कहीँ त त्यसले अवश्य प्रभाव त पारेकै छ। को लागि यो सम्मोहन आफ्नो चाहिँ एउटा चाहिँ यहाँले मसिनो गरी पढ्नुभयो भने 14वटा कथामा एउटा शब्द सम्मोहन परेको छ। र त्यहाँ केही न केही एकदमै त्यो सूक्ष्म किसिमको सम्मोहन छ। त्यो यो विपरीत लिङ्गीप्रतिको मात्रै आकर्षण नभएर कहीँ स्वतन्त्रताको आकर्षण छ, कहीँ आफ्नो व्यक्तिगत जीवनप्रतिको आकर्षण सम्मोहन छ, कहीँ स्वप्रतिको यति सम्मोहन छ कि ऊ अर्को व्यक्तिसँग जीवन बिताउनै चाहन्न होइन। एकल जीवनप्रतिको त्यस्तो किसिमको सम्मोहन छ। कसैलाई त्यो आफ्नो अप्रकटित लैङ्गिक पहिचान जुन छ त्यो त्यस्तो कथा पनि छ जुन अप्रकटित र आफैलाई पनि बुझ्न नसकेको किसिमको त्यो लैङ्गिक वर्ग छ एउटा। र त्यो वर्गले आफ्नो त्यो स्व पहिचानको लागि जुन लडिरहेको छ त्यो प्रतिको पनि सम्मोहन छ। र यो सबै चाहिँ समेटेर अन्तिममा एउटा कथा छ। यहाँ धेरैजना पुरुष लेखकहरू हुनुहुन्छ। यो शीर्ष कथा चाहिँ एउटा पुरुष लेखकको कथा हो। त्यो विशेष उहाँको सुस्वास्थ्य दीर्घायु तथा उत्तरोत्तर सृजनशीलताको कामना गर्दछौँ। अनिल कुमार निर्दोष महासचिव, अरुण पौडेल अध्यक्ष तथा अनिसा सापान कार्य समिति परिवार सबैजनाले जोरदार ताली। यसै सिलसिलामा चाहिँ अनि म चाहिँ अगाडि भिनाजु भन्छु, मैले चाहिँ उहाँलाई उहाँको श्रीमानलाई पनि अगाडि बस्न अनुरोध गरेँ। एकचोटि सबैजनाले ताली चाहिँ बजाउनु।
र आज कस्तो मिठो संयोग जुरेको, सुजनजी जापान आउनु पनि हामीले राधिकाजीसँगै उहाँको कृति रित्तो हात उहाँले लिएर आउनुभयो, तर रित्तो हातमा हामीले टन्नै माया भरिएको देख्यौँ र त्यो माया समेट्नको लागि चाहिँ हामीले उहाँको लागि पनि एउटा सम्मान पत्र दिँदैछौँ। अन्तर्राष्ट्रिय म यो ब्यौरा पनि पढेर सुनाउन चाहे। श्री सुजन बैरागीज्यू अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनुसार जापानको 76औं नियमित साहित्य श्रृङ्खलामा यहाँको नवीनतम कृति कथा सङ्ग्रह रित्तो हातको कर्मभूमि लोकार्पण गर्ने जिम्मेवारी प्रदान गरी नेपाली भाषा तथा साहित्यको विकास विस्तार र प्रवर्धनमा टेवा पुर्याउने अवसर प्रदान गर्नुभएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछौँ। साथै प्रवासमा रहेर नेपाली भाषा तथा साहित्यको श्रीवृद्धिमा यहाँले पुर्याइरहनु भएको योगदानको उच्च कदर गर्दै ससम्मान यो प्रशंसा पत्र अर्पण गर्दछौँ। अनिल कुमार निर्दोष महासचिव, अरुण पौडेल अध्यक्ष तथा अनिसा सापान कार्य समिति परिवार। उहाँको श्रीमतीज्यू हाम्रो अनिसा सापान च्याप्टरको सहकोषाध्यक्ष हुनुहुन्छ। सबैजनाले जोरदार ताली बजाइदिनु होला। तपाईँको साहित्यिक यात्रा चाहिँ प्रवासमा पनि बढिरहोस्, हामीले छिट्टै तपाईँको कथाहरू पढ्न पाऊँ, अझै धेरै कृतिहरू निस्कियोन्। एकचोटि चाहिँ हामी